हेलो गाइज, वेलकम टु माई फर्स्ट ब्लग। आज चाहिँ मेरो फर्स्ट ब्लग हो। हामी चाहिँ जाँदैछौँ ट्युसन क्लास श्रीनगर बजारदेखि मुलडाँडा 4 जना साथीहरूसँग। र मेरो नाम चाहिँ सन्तोष बुढाथोकी र आज चाहिँ मेरो यो फर्स्ट ब्लग हो। सबैले लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला र फुल भिडियो हेर्न नछुटाउनु होला। भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला भन्ने अनुरोध गर्दछु। र हामीहरू चाहिँ रमाइलो गर्दै जाँदैछौँ। हिजो साँझ चाहिँ दादाको बिहे थियो र दादाको बिहेमा गएको टिको लगाएको मुखै नधोएर हामी चाहिँ हिँडिसकेका थियौँ र हामी चाहिँ कुरा गर्दै हिँडिरहेका थियौँ साथीहरूसँग। र हामी चाहिँ शान्तिनगर पुग्न अब एकछिनमै पुगिहाल्छौँ शान्तिनगर। र हाम्रो सन्तोष साथीले चाहिँ हाई गर्दै थियो क्यामेरातिर हेर्दै र निरज चाहिँ केही नबोलिकन हिँडिरहेका थिए। सन्तोष साथीले चाहिँ गीत गाउँछु भने अनि ल सुन्नु म यति गीत कस्तो गाउँछ। कति राम्रा गाला तिमी खेलाइरहने जस्ता मुसाबले मुक्दैछौ झन्झन राम्री भरि थियो तिम्रो नजर साथीहरू गीत कस्तो लाग्यो मन परेमा कमेन्ट गर्न नबिर्सनु होला। अनि हामी चाहिँ गइपुगेका छौँ शान्तिनगरको पुल। कमल साथीलाई चाहिँ फोन आएको थियो, साथीहरूले छिटो भन्दै थिए, तर हामी चाहिँ तल्लो बाटो गइरहेका थियौँ रेसिङ झोलाबाट। र हामी एकछिनमै पुगिहाल्यौँ अटो भिलेज रेसिङ झोलाको। र हाम्रो म्याडमको घर पनि आउँदैछ। म्याडमलाई हामी बोलाउने छौँ र सँगै जानेछौँ म्याडमसँगै। अगाडिको घरमा चाहिँ कुकुर छ हेर्न साथीहरू, हेर्नुमा त के गर्छ। र हामीलाई चाहिँ कुकुरले लखटायो होइन साथीहरू। र अब चाहिँ म्याडमको घरनिर आएर म्याडमलाई बोलाएका छौँ र म्याडम आउँदै हुनुहुन्छ भित्रदेखि। साथीले चाहिँ फेरि म्याडम आउँछ गीत गाउँछु भनेका छन् र गीत सुन्नु हो त फेरि। म्याडम चाहिँ आइसक्नु भएको छ घरदेखि बाहिर। र मैले म्याडमलाई म्याडम केही बोलिदिनुहोस् न भनेको, उहाँले चाहिँ केही पनि भन्नु भएन। र हामी चाहिँ लाग्यौँ स्कुलतिर ढिला नगरिकन छिटो छिटो। राजु साथीलाई बोलाएको, राजु साथी चाहिँ नजाने भनेर हामी गइहाल्यौँ फटाफट स्कुलतिर। सन्तोष चाहिँ एकदम रमाइलो गर्दै हिँडिरहेका थिए हाम्रो सन्तोष साथी। र कमल पनि हामीसँगै रमाइरहेका थिए। तर निरज साथीलाई चाहिँ अलिक पेट दुखेर गाह्रो भइरहेको थियो, त्यसैले उनी खासै देखेका थिएनन्। मैले चाहिँ कलम फेरि हुडीको डोरीमा राखेको थिएँ समात्ने झ्याउमा लागेर, र कापी चाहिँ निरजको झोलामा राखेको थिएँ। र आज चाहिँ मैले झोला नलगेरै ट्युसन जाँदैछु। र सबैजना गइरहेका थियौँ फटाफट ढिला नगरिकन जाडोमा। हामी चाहिँ शारदा नगरपालिका 12 को वडा कार्यालयनिर पुगिसकेका थियौँ। र जाडो निकै नै थियो, तर पनि के गर्नु, यो साल एसिए तयार त गर्नै पर्यो, अलिअलि ट्युसन पढ्नै पर्यो होइन केटाहरू, के गर्नु, यस्तै छ जिन्दगी भन्दै कुरा गर्दै हामी अघि बढिरहेका थियौँ। र स्कुल पनि पुगिहाल्यौँ र हामी चाहिँ स्कुलको गेटनिर पुगिसकेका थियौँ र गेट खोलिसकेको थियो। र ढिला नगरीमा क्लासतिर लागिहाल्यौँ। र क्लासमा पुगेपछि साथीहरू बसेर निरज साथी चाहिँ सुतिसके आउन साथ सन्तोष साथी चाहिँ हात हलाइरहेका थिए। र हामीले पढिसकेर अब चाहिँ घर लाग्दैछौँ। पढ्न आएको चाहिँ भिडियो बनाउनु मिल्दैन, म्याडमहरूले गाली गर्नुहुन्छ।
र हामी र साथीसँग अलि सन्चो भयो र अलि हिँडिरहेको र हाम्रो चाहिँ रात घरतिर लागिहाल्यौँ। सब्सक्राइब लाइक कमेन्ट सब्सक्राइब मैले चाहिँ सबैलाई लाइक कमेन्ट सब्सक्राइब गर्न भनिरहेको थिएँ। गइसक्यौँ र हाम्रो दिपक सर चाहिँ बाइकमा बसिसक्नु भएको थियो र बाइक चाहिँ आज विशालले चलाउँछु भनेपछि विशाललाई दिनुभएको छ दिपक सरले। दिपक सरलाई के बोल्नु भनेको हतार छ भनेर चलिदिएर आयो फेरि हाम्रो सर र हामी पनि चलिदिउँ घरतिर। सबै क्लासका केटी साथीहरू केटा साथीहरू मिलेर घर जाँदैछौँ सबै। हामी चाहिँ स्कुलदेखि अलि टाढो नै गइसकेका थियौँ र अझै यहाँदेखि घर जानु लाग्छ 45 मिनट जति। र हामी चाहिँ क्लासकै साथीहरूलाई जिस्काउँदै हिँडिरहेका थियौँ। जय घन्टी भन्छ जय घन्टी ओ गुड। मैले अघि दादाको बिहेमा भनेको चाहिँ घर चाहिँ यही हो होइन। हामी साँझै यहीँ नाचेर लागेका थियौँ र हामी केटाहरूले चाहिँ कुरा गर्दै हिँडिरहेका थियौँ। हामीलाई चाहिँ अर्दा भोलि अझै समस्या आइरहेको छ यिनको स्वास्थ्यमा। यिनको लागि स्वास्थ्यको लागि कामना गरिदिनु होला यही भन्न चाहन्छु म। भाइहरूलाई चाहिँ जिस्काइरहेको थिएँ मलाई भिडियो बनाउन लागेको देखेर र मैले भनिदिएँ सब्सक्राइब हाम्रो केटा हो भनेको ओके दादा भन्दै थिएँ होइन भाइहरूले चाहिँ। र हामी चाहिँ अब अमाटाको आइपुगेका छौँ र अब हामी एकछिनमै झरिहाल्छौँ ओह्रालो। आउँदाखेरि सिन्जुलाबाट आएको जाँदाखेरि चाहिँ अमाटाबाट हिँडिरहेछौँ आज। सन्तोष साथीले चाहिँ फेरि पनि एउटा म भाइसँग गीत गाउँछु भनेका छन् होइन। ल फेरि सुन्नुमा है त कस्तो लाग्छ। हाम्रो भाइले हामी चाहिँ बाटोदेखि ओह्रालो लागिसकेका थियौँ र अब हामी चाहिँ 10 मिनटमै घर पुगिहाल्छौँ। र हामी चाहिँ शनिबार लुगा धुन जाने प्लान बनाउँदै हिँडिरहेका थियौँ। भाइहरूले चाहिँ कुन च्यानलबाट आउँछ दाइ भन्दै थिए र मैले च्यानलको नाम भनिदिएँ। र हामी फेरि ओह्रालो सकेर हामी टिमुर फ्याक्ट्री आइसकेका छौँ र अब हामी चाहिँ स्कुलका भाइहरू अहिले नै जान लागिसकेका छन् स्कुल र भाइसँग। बाबुहरू तिम्रो अहिले स्कुल किन जान लाग्यो? अहिले 8 बजी स्कुल जान्छ कोही? भाइहरू चाहिँ 8:30 बजी नै स्कुल चलिदिरहेको थिएँ होइन साथीहरू। र हामी चाहिँ बजार पुगिसक्यौँ र मेरो घर पनि आइसक्यो म बस्ने। र म चाहिँ आफ्नो घरमा दिदीको घरमा बस्छु र मेरो घर चाहिँ आइसक्यो र साथीहरू चाहिँ घर गइसक्यो। र अब मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। अर्को ब्लगमा फेरि भेटौँला। हस्त धन्यवाद।